अरे व्रत गर्नु हुँदैन, दीक्षा लिनु हुँदैन, त्यो भन्छ नि त होइन, हो त्यस्तै। अनि अब कार्तिक मङ्सिरको टाइम थियो, अनि कार्तिक गुरु पूजामा दीक्षा लिने कुरो भएछ। अनि नाइ म त लिने यो उँधौलीमा दीक्षा लिनु हुँदैन, नलिने हुँदै। उत्तरायण लाग्छ माघबाट उत्तरायण लाग्यो भने अनि दीक्षा लिने भन्ने चाहिँ त्यो बुढा चाहिँ बुढीले चाहिँ होइन, म त उत्तरायण भनेको अझै 3-4 महिना छ, मङ्सिर पुस माघ 3 महिना 4 महिना, त्यति जेलमा के हुन्थ्यो के हुँदैन त्यो बाजिन पाइन्थ्यो वा पाइँदैन, जाडो आउँदैछ। म त आजै लिन्छु भने त त्यो कार्तिके गुरु पूर्णिमा हामीले वैष्णव दीक्षा लिन्छौँ बुढीले चाहिँ हाई गर्दै थियो उसले। त्यही भएर तीर्थ जान्छु भने पूजा गर्छु भने त्यसलाई मना नगर्नु अरे हुन्छ, तर गरिहालिन्छ कि अनि मना नगर्नु अरे। अनि त्यो उसले त अपराध भयो, त्यो नगर भनेकोले नि त गएको। अनि उसले त दीक्षा सुनाइदिइहाल्यो गुरुले, केही त्यहाँ लागेन, त्यो पूर्णिमा दिन थियो। अनि ऊ चाहिँ मानेन, अब पुसमा मरेछ। पुसमा मरेपछि त उतिकै दिनमा त त्यो के सती जानुपर्छ अरे नि त, बुढी पनि जानुपर्छ। अनि त्यहाँबाट सती गयो, सती गयो, उसले चाहिँ त्यो दीक्षा जानै पर्थ्यो। अनि बुढी मऱ्यो भने चाहिँ बुढी मऱ्यो भने त जाँदैन थियो होला नि, बुढो मऱ्यो भने चाहिँ जानु। अनि त्यो अर्कालाई आगो लाउनु पर्दैन त, चिता गरेर छ्याप्प बसेर भगवान्लाई सुम्झेपछि आफै उसले पोल्दैन थियो अरे नि त सतीले। अब जब पछि पाप पलाउँदै गयो अनि त्यो पोल्न थाल्यो अरे नि, त्यहाँ मना गरेर। मतलब कलिजुगमा मान्छे भएको टाइमै न पहिले सत्ययुगमा द्वापरमा। अनि जब कलिजुग लागेपछि चाहिँ मना गऱ्यो राजाले, जब 18 उसो गर्न थाल्यो। अनि त्यो सती गरेर बसेपछि आफै आगो उठ्यो अरे। अनि हो त्यसो लाग्यो नि, ऊ त ब्रह्मज्ञानी भइन्। अनि पहिले गएर एउटा धनीका घरमा जन्मिन्छन्।